दशौं नेता भूपेन्द्र भने आफ्नै जिद्दीपनले भने आफै दुःख पाइरहेका छन्। कहिले आउँछ होला त भूपेन्द्रको बुद्धि? यता बिचारी भुन्टीको बारेमा अरूको नचाहिँदो कुरा सुनेर आफ्नो त्यस्तो राम्रो सोच र मन भएकी श्रीमतीमाथि रिस र शङ्का गर्दैछन् र त्यही रिसले भने अहिले एक्सिडेन्ट पनि भएको छ र त्यो एक्सिडेन्टमा भने भूपेन्द्रले आफ्नो गाडीले मान्छेलाई हानेको छ। के अब भूपेन्द्र जेल जाने त होइन? बिचारी भुन्टीले आफ्नो श्रीमान भूपेन्द्रलाई बारम्बार सम्झाइरहेकी थिइन् गाडी स्पिड नचलाउनु, एक्सिडेन्ट हुन्छ भनेर। तर भूपेन्द्रले भुन्टीको कुरा नमानेपछि अहिले भूपेन्द्र भने पस्ताइरहेका छन्। बिचारी भुन्टीलाई चौकी लगेर जेल हाल्ने भूपेन्द्रको केही परिवारका सदस्य लागि परेका थिए। तर अब भुन्टी होइन, भूपेन्द्र भने जेल जानेछ। के अब आउने भागमा भूपेन्द्र जेलको हावा खाने त होइन? र के साँच्चीकै भूपेन्द्रले मान्छेलाई गाडीले हानेको हो त, या कुनै वस्तु वा जनावरलाई? किन भूपेन्द्रको आमा भाइ बहिनी बिचारी भुन्टीलाई भूपेन्द्रको जिन्दगीबाट सदाको लागि हटाउन लागि परिरहेका छन् त? आज यसै बारेमा छोटो मिठो चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र यदि तपाईँहरू पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र भुन्टी र भूपेन्द्रको सम्बन्ध फेरि राम्रो होस् र दुवैजनालाई खुसी भएको पनि हेर्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गरी तल कमेन्ट बक्समा भुन्टी र भूपेन्द्र भनेर लेख्नुहोला। दशौं यता ती नन्द बनौदैलाई सबै कुरा थाहा छ कि भुन्टीले त्यो केटालाई फोन गरेको हो, तर त्यो फोन भने मेरो लागि त्यो केटासँग कुरा गरेको हो भन्ने कुरा पनि थाहा छ। तर यो कुरा बारम्बार भुन्टीले आफ्नो बुढालाई भनिरहेका छन्, तर भूपेन्द्र भने विश्वास पनि गरिरहेका छैनन्। गरोस् पनि कसरी? यता आफ्नै बहिनीले सबै सत्य कुरा नबोलेपछि र यता भूपेन्द्रले यही कुरालाई लिएर बिचारी भुन्टीसँग रिसाइरहेका छन् र त्यही रिसमा भने एक्सिडेन्ट पनि गरिदिएको छ र यतिकैमै भने यो भागको समाप्त पनि भएको हुन्छ। जसरी आखिर भूपेन्द्रको गाडीले कसैलाई ठोकेको होला, मान्छे या जनावर वा कुनै चिजलाई? तपाईँलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र जसरी पनि मलाई लाग्छ कि पक्कै पनि भूपेन्द्रले आफ्नो गाडीले कुनै मान्छेलाई ठोकेकै हुनुपर्छ। तपाईँलाई के लाग्छ? र दशौं तपाईँहरू कतिजना भुन्टी सिरियल सुरुदेखि र अहिलेसम्म र हप्ते पछि नछुटाइ हेर्दै हुनुहुन्छ? यदि हेर्दै हुनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब अवश्य गर्नुहोला र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।